के भयो नानी? किन रोइछौ? के भयो? बाबा हो तिम्रो? अनि के भयो बाबालाई? रक्सी खाएर पल्टी खान ऐनेदेखि के हो? तिम्रो मम्मी खोइ? झुन्नेर मर्न हो? मम्मी हुनुहुन्न? ए घर कता हो तिम्रो? धुरकोट माथि हो? कत्थरदेखि यहीँ छौ? भोक लाख? हेर हेर यस्तो यो बिजोग। ओ दाइ, के हो? आफू त मर्न लागि गरेको, कमसेकम छोरीलाई त खुवाउनु पर्छ। कहाँबाट आएको यो रक्सी खाएर पल्टेर? हेर यस्तो बिजोग। यो 4 घन्टा भइसक्यो यस्तो साला त्यहाँ पल्टिरहेछन् मान्छे। बिचरा मम्मी झुन्नेर मरिन् भन्छन्। नानीले खै भोक लागिरहेछ अरे। मम्मी हुनुहुन्न? घर अरू को हुनुहुन्छ नानी? कोही पनि हुनुहुन्न? बाबा र तिमी मात्रै हो? यस्तो छ बिजोग। अब के गर्ने त? हेर झोला यतातिर फालेछन्, मान्छे टुङ्कुला खाएर फिट्टियो परेर सुतेछन्। छोरी अब यस्तो छ हालत। बिचरा हेर त, यस्ता यस्ता मान्छे पनि छन् कि यार, अचम्मै लाग्छ।